हेलो दोस्तों, गुड मर्निङ। सबैभन्दा पहिला त तपाईँ यो भिडियो हेर्नु। भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो। त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ, उहाँहरूले मिच्नु भएको छ, के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामी। यो भिडियोमा हिजो हाम्रो प्रधानमन्त्री श्री बालेन शाहले संसदमा भन्नुभयो कि नेपालले पनि भारतको धेरै ठाउँमा भारतको भूमि पनि मिचिएको छ भनेर भन्नुभयो संसदमा। तर विपक्षहरूले आपत्ति जनायो यो कुरामा। अनि यदि यस्तो थियो भने तपाईँ संसदमा पुरा प्रुफको साथ आउनु पर्थ्यो, नक्सा ल्याएर देखाउनु पर्थ्यो। अनि यो ठाउँमा भारतको भूमि नेपालीको छ भने भन्नु पर्थ्यो।